2082 साल वैशाखको 17 गते परेको छ अक्षय तृतीया। अक्षय तृतीयाको दिन गर्नुहोस् यी 4 चिजको दान। यो 4 चिजको दान गर्नाले महालक्ष्मी भगवान हुनुहुन्छ तपाईमाथि मेहरबान। पहिलो नम्बरमा रहेको छ कपडाको दान। यस दिनमा जरुरत व्यक्तिलाई कपडाको दान गर्नाले महालक्ष्मी र भगवान विष्णुको आशीर्वाद मिल्नुको साथै धन सम्पत्ति समृद्धिको नयाँ बाटो खुल्नेछ। दोस्रो नम्बरमा रहेको छ जौको दान। यस दिनमा जौको दान गर्नाले घरमा धन धान्यको कहिल्यै कमी हुँदैन। माँ अन्नपूर्णको कृपा मिल्नुको साथै घरमा अन्नको भण्डार र राम्रो स्वास्थ्य सधैँ मिलिरहन्छ। तेस्रो नम्बरमा रहेको छ माटोको घडाको दान। यस दिनमा माटोको घडाको दान गर्नाले मान्यता छ कि महालक्ष्मीको आशीर्वाद मिल्नुको साथै उग्र ग्रहहरू पनि शान्ति हुनु र ग्रह दोषबाट पनि मुक्ति मिल्नेछ। चौथो नम्बरमा रहेको छ 7 प्रकारको अन्नको दान। यस दिनमा 7 प्रकारको अन्नको दान गर्नाले घरमा चोट पटक दुर्घटना अकाल मृत्यु भएबाट सधैँ बचाउ भइरहन्छ र शनि राहु शनि केतु जस्ता पापी ग्रहहरू पनि शान्ति हुनेछ।